कहाँ हाम्रो यात्रा अब सिमल ढाप ल सोल्डीको बर्थडे भयो आज चाहिँ हाम्रो साथीको बर्थडे छ यसो सर्ट डे ट्रिपको लागि चाहिँ हामी ल थ्याङ्क यू जम बाजे हेर्नु रहेछ त यस्तो तातो भयो ल जाम अब भेटभेट हो कि एनोनिमस भ्लगर हो कि ल आमा कति तातो हो अलि शीतल हो यार बिहान त शीतलै थियो कस्तो घाम लाग्यो अहिले बाटो चाहिँ दामी अब के चाहिँ कस्तो प्लास्टिक हालेन सिधै यहाँ रोक्छ होला रहेछ ल त्यो बन्द छ यहाँ गास पासको पास एउटै गास मेरो पास पनि पास शास्त्र नमिलेको फोकको पास सिल्कनी बल नाकि मोजा हाती चाप चप्पल सबलाएर चित वन पारी हाती माथि हाती गले चिल्लानी राते आँखा बगैँचामा सोडोटा रोड बगैँचाको नाम 12 बोटे मदिरा लोक फल पान मसाला छ्याक्क पारी पाले आगे बोल्ने अनासना बोलिराथे मुखबाट केही पनि होइन मैले ऱ्याप मात्र झादिराथे डेबिट कार्ड स्वाइप पानिराथे भाइ पानीला भाइ बने एकैछिनै दाइ म सिटमा छु यसो जी हल्का तान्दिरा हेर्दा बाल छरी माल सबै गेडा आगो जात बाटो लास्ट गणेश थाहरू केटाहरू त कहाँ कस्तो बन्द किन बन्द रहेछ ऱ्यापरहरुको अनिकाल कमजोर र कुचे टाइपको गीत बने भले हो ऱ्याप गेम रिपेयर हाल्नु पर्यो म कारिगर गेट आयो बाबड आयो नरी सुन भेटे न बेस मरी खन म AK47 सपोर्टेका गन त्यही त नि यो बन्द गरेकै होला सायद साथ किन बन्ने भाइ सपेरा बन कुमेल रङ कोडा चिनी गन त्यही भएर होला केटी बन्दा केटाहरू पीडित छन् ओए आम्मा मान्छे लडे केही हुन्थेन बरु त्यो निकाल्नु पर्छ होला यार 2-4 लाख बाइक 2-4 लाखको लागि विश्वासघात गरे दुईटा मान्छे जिन्दगीमा कहिले पनि मन परेन एउटा मान्छे काट थर्यो अर्को मान्छे चाट गरे एउटा कुरा तिमीहरूले कहिले पनि सुने छैन केटाहरूको झगडामा नवा सधैँ भाग गरे नाच गए केटाहरू खोडा सिकी नाच मेरो सिक्सहरू सबैजना हल्लाइदिएर छ्याङ पुगेन नानी खनाइदिएर बोराले बोलाइदिएर अब ओहो यो के यस्तो यो त हाल्यो भने त समाजलाई नि त भाइरल भइसक्यो ल जाम ल किन ढिलो भदाहरू न त खाँदै आएर रहेछ नि सुनेपछि मर्ने खोजे जस्तो गर्ने ओर्लायो आदि जति डरायो अर्को आदि करायो काग जस्तै करायो नयाँ नयाँ गाना चल्दै हेर्न यो कालेको भिडियो मेरो फ्यान मात्र बोलायो and that's the one sorry is the Eminem stand मात्र बढायो त्यसै घट्यो के अटो घाम लाग्यो शीतल शीतल छ है
मासु त अनि अस्ति त्यत्रो ओहो के हो यस्तो कन्टेन्ट हो क्या खै साइल ल के किन्नु भयो त यस्तो चाहिँ नबनाउनु ल हामी हाम्रो डेस्टिनेसनमा आइपुगेछ यहाँ सिमलढाप र अलिअलि खानेकुरा यताउति हामीलाई चाहिएको थियो स्न्याक्स यताउति र हामीले चाहिँ माछा दालमोट फुरान्डाना बियर टक्क लिएको छौँ 2 केजी चिकन पनि छ त्यसलाई चाहिँ चट्ट लगाएर बार्बिक्यु गरेर खानुपर्छ स्टेट्यु यति भएपछि लक्षण चाहिँ देखेछ जे होस् ओ अनि सिङ्गल पनि सिङ्गल है यहाँ राम्रो केटीहरूले चट्ट डिएम गर्दा हुन्छ एकदम लोयल के कस्तो क्वालिटी चाहिन्छ केटीहरूमा भन्नु न यो सबै र हो कि एउटा एडिट गरिदिनु म ल यस्तो खानी चाहिँ यस्तो कहिलेकै हो तर मान्छे चाहिँ फेरि लोयल हो मनको चाहिँ एकदम सफा हो फेरि मिनरल वाटर हुन्छ नि सफा अनि ल ह्याप्पी बर्थडे सोल्टी तिनवटा अर्जेन्टिना 3टा पोर्चुगल हो फेरि को पोर्चुगल म सोल्टी हजुर दाइ अझै आम्मा ल अर्जेन्टिना भर्सेस के अरे पोर्चुगल ल दिन त सोल्टी के भन्नु हो ल रोनाल्डोलाई डिफेन्ड गर हजुर दाइ ल ल दुईवटै सक्यो त अनि बियरै नखाएपछि सकिहाल्यो नि बनायो ल हामी आयो खतरा एक्सिडेन्ट नि भयो घाट्यो एउटा बियर घाटा लाग्यो हेर्नु न बाटोमा त्यो कर्चाउन हालिदियो नगर्दै रहने कि साइडले नि फेरि खुट्टा नि भेटेन ल त्यो ल दिन्न त एक्सिडेन्ट पीडित तिम्रो देखाइदेऊ त्यो कहाँ लाग्यो मिठो माऱ्यो पानी बिनाको माछा जम्मा भयो कसको फोन आएको माई गड ल म त बोक्नु पर्दैन होला नि ल जम यहाँहरूलाई हेरिरह कभी खुसी कभी गम हो ल जम त्यो हातमा ले हेलमेट के गर्नुपर्छ अठाउन्न होला मासु जम गर्मीमा आउन जस ठिक्क हुन्छ जाम न जाम है
म खोज्ने विदेशतिर च्याप्नेको नियत पुरै च्यातेको इमानलाई त्याग्नेको बिमार छ दिमागमा पिचासले न्याकेको विश्वासलाई फ्याँक्नेको विकासलाई ढाल्नेको चुक्का सरी चुस्ने अनि भुल्ने यहाँबाट जानु पर्यो नियत पुरै च्यातेको बल है दिमागमा पिचासले न्याकेको विश्वासलाई फ्याँक्नेको विकासलाई ढाल्नेको चुक्का सरी चुस्ने अनि भुल्ने ढङ्गा झ्याक्नेको हो दाइ यो सम्बन्ध यहाँ हल्का यसो गर्नु पऱ्यो यहाँ एक्सिडेन्ट भएर दुईजनाको धन्दै मरेन जाम ल जाम यस्तो चाहिँ नगर्नु केटीहरूले फेरि चुरोट खाँदैछ नि त मेसेजै नगर्ला नि यो त र त 100% र हो कि त्यो टाइमै छैन त यहाँ बवाल छ हो गेट चाहिँ यहाँ छ तर यहाँबाट जाने होइन हाम्रो गेट चाहिँ यो जाम जाम यो पनि अलिक दिने प्रमोसन हाल्दिनु होइन नहानौँ हिँड्नु हिँड्नु न स्विमिङ पुलको पानी चाहिँ यहाँबाट आउँछ च्याम्म ओहो तर बाटो लास्ट बिग्रेर रहेछ है हिँड्नु पर्छ त्यहाँ ओहो आम्मा ल जाउँ हामी जान्छौँ त्यो टिन देखेको घरमा हो केटाहरूको स्ट्यामिनै छैन नत्र मेरो ब्यागमा हालिदिउँ न है भगरबल दिमाग लाग्यो अहिले ल फाइनली आइपुग्यो अनि यो बोक्यो त मैले ढाडै सिधा हातमा हाल्नु दिनमा आधी घन्टा यति बोकेर हान्नु त दामी हुन्छ चाहिँ यहाँबाट यता जाने हो उफ के हो यो गाई माता गोरु हो अनि यस्तोसँग हामीलाई मम्मीहरूले कम्पेयर गर्छ होइन गोरु अनि यो चाहिँ भैँसी ब्राजिलको कुखुरा र बाख्रा ऊ कहाँ रहेछ कुकुर है त्यो दुइटा त्यो त्यहीँ रहेछ एउटा मात्रै छ त बिरालो ठुलो भइसक्यो होला त्यसको बच्चा है बिरालो ओ उठ ल ल आधी किलो बढी हो नि डगेश भाइ हेलो भन्न यहाँ हो
बस यति नै हो बसेको यहाँ के गरेछ यो बाजेको घर हो यो चाहिँ बाजेको चिक्सहरू फेरि यहाँ चिक्सै चिक्स बाजेको फेरि यो चाहिँ साइलेन्टहरू होस् त आज बेच्दै जस्तो हो अरूलाई बाजेले हामीलाई त्यसै 2000 हुनु अनि हाल्यो ल हेलो साउको छोरा फ्युचर ओनर हो यहाँको ल दाइले ठुलो दाइले के भाइ बोल्दैन क्या नाम के हो तिम्रो भनिदेऊ नि त नाम भनिदेऊ त नाम भनिदियो भने यो पायो ल ओहो म भन्छु नि त बरु मेरो नाम नाम के हो तिम्रो भन त के गुरु आमा अरू 50 रुपियाँमा बिकी छ है ताली 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 ल ल माथि यसो देखाउ नि त यसो यसो गर नि त त्यो लेज के लेज खानेकुरा सलाम पनि अब ल सलाम हाल्दियो नि त पुलिसहरूले कसरी सलाम हाल्छ यस्तो गरेर पुलिसले यता हेर ल गर अब सलाम अब बिचार डरा जस्तो जाऊ जाऊ बाई थ्याङ्क यू हामफाल देऊ टाउल देऊ आमा भन्छ के कोदालो कोदालो गाइस के कोदालो हो कि कुटी हो कुटी जस्तो पो देख्छु आज हामी शक्तिखोर आएको छौँ है केटा हो सिमल ढाप ए सिमल ढाप सरी है आइम सो सरी ल जाम पिस आउट पारीको त होला यो होइन नि यो त सानो हो नि पारीपट्टिको चाहिँ आएर अब यिनीहरू कुन्दिए जस्तो छ कि बाढी आउँछ भनेर त्यो हेरेर त पनि पानी आएन नि त आज ल हामी झर्ना आइपुग्यो ठ्याक्कै भेटियो झर्नालाई झर्ना पोन्ड कहाँ पन्ड हो नि खोला यो चाहिँ सानो पोन्डै बनाउने हो त खोला हो चाहिँ यो डाँडाहरूबाट चाहिँ निक्लेको खोला हो यो र अहिलेको चाहिँ अलिकति मनसुनको सिजन भएको भएर चाहिँ अलिकति खोला चाहिँ ठुलो भएको छ दामी पानी आएर है लास्ट टाइम त पानी थिएन नि आउँदा चाहिँ हामीले त्यो सानो झर्ना देखिरहेको छ त्यो चाहिँ योभन्दा पनि सानो छ त्यसलाई हामीले बनाएको सोली लास्ट सानो रहेछ त तल खेल्दा पनि दामी रहेछ तर दामी छ केटा हो आउँदा हुन्छ
फिस हन्टिङ भइसकेछ है रनमध्ये यो चाहिँ फ्रेस वाटर क्राब हो उसको यो दुईटा आँखा है माथि जुन पप भइरहेको छ अनि यो दुईटा क्लस यो अलिक सानो रहेछ त्यही भएर डर आएको छ कि घर लगेर पालिदिउँ न ठुलो बनाएर छोडिदिने अनि मलाई यो दुईटा क्लस छ यिनीहरूको हात छराउँ न यसलाई चाहिँ हामी छोडेर युज गर्नेवाला छौँ है हाम्रो स्विमिङ पुल पनि लगभग दामी भइसक्यो बाहुबली सोल्टी बर्थडे भयो साइड जाउँदै लिएर थालिदिन्छ सोल्टी डेन्जर बढ्यो नि ल ह्याप्पी बर्थडे सोल्टी ल भन्नु त हामी चाहिँ खोलामा आयो अनि करिबन 25 मिनट जति चाहिँ हामीले यहाँ खोलालाई छेकेर ढुङ्गा राखेर ड्याम बनाएर यहाँ एउटा सानो जकुजी जस्तो बनाएको छौँ है हामी घर बनाउन परे हामीलाई सम्पर्क गर्नु भन्नु न घर बनाउन छ भने हामीलाई सम्पर्क गर्न भन्नु तपाईँहरू यो प्लेसमा आएर चाहिँ इन्जोय गर्न सक्नुहुन्छ है पानीको फ्लो दामी छ यहाँ खोर चाहिँ नगरिदिनु दामी भयो नि तपाईँहरूलाई समरमा चाहिँ अलिकति सिल गर्नु शक्तिगढ आउँदा चाहिँ हुन्छ ल नाम भन्नु नि यो ठाउँ शक्तिगढ सिमल ढाप अप्पर धनगढी भन्ने हो चाहिँ सिमल ढापमा हौ अलिकति एउटा गोर्खा होमस्टे छ गुरुङ अनि त्योभन्दा हल्का माथि एउटा गुरुङ बाजेको घर छ त्यो घरमा चाहिँ तपाईँहरू आएर अनि यता आउनु हुन्छ त्यो घरमा तपाईँहरूलाई खानापिनाको व्यवस्था पनि मिल्छ तपाईँहरूलाई चिकनमा हुनुहुन्छ र ले सताइरहेछ भने सिल गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरू सिमल ढाप चाहिँ तपाईँ पनि आउनु होला सिल छ केटा गडसाई ओ यो दाई यार यो भिजे यार दाई अझै दाई ल र पारा नमस्ते मेरो नाम सुरज गुरु आज मेरो बर्थडे कति पुग्यो त अन्त आँखामा लाउनु न आँखामा लेमन च्याम्बर मिठो यो बियरमा हालिदिउँ न हाल्नु न हल्का थोरै होइन त्यसमा त हुँदैन किन दोकानमा न त होइन भयो नउठेको मलाई दामी भयो यार स्विमिङ पुल है ल फोटो नि यहीमा हुन्छ ल तर लास्ट बगा छ नि अनि Oh my god! Anna, come here. पानी गोहीहरू पनि आउँछ केटा हो गोही माछाहरू ठुल्ठुलो यहाँ एउटा गोही लम्बो छ ओ डल्फिन डल्फिन यता क्रोकोडाइल क्रोकोडाइलको इन्टरभ्यू लिन जानु पर्यो अब यो क्रोकोडाइल हेरे जापाइदै पाउन्न चितवनमा मात्र डल्फिनहरू उठाइसकेको छ
गन हान्नु सक्छ यो डल्फिनले बियर पनि खान्छ फेरि साथै भएन कि कति बेला हान्छ अक्टोपस चितवनमा मात्र पाइने एकमात्र अक्टोपस क्रोकोडाइल डल्फिन हो नि डल्फिन फेरि पानीमा जाँदै चितवनको जनावरहरूले बियर पनि खान्छन् यस्तो पोस्टले क्रोकोडाइलले उल्टी हान्न जाँदै ल सुल्टी ल ल ल यो क्रोकोडाइलहरू चितवन बाई कहीँ पाउन्न चितवनको रङ्गिला मगर र घडियाल भन्दा नि खतरा गयो ल ल बेबी क्रोकोडाइल ल केटाहरू कोदेर कुहिरो रहेछ है ल ल 1 2 3 सोल्टी न्याका न्याका गरिदिउँ न दुइटैलाई तपाईँ साइडलाई हेर्नु क्रोकोडाइल भएर तिमीले ल रेकर्डै नगरे रहेछ यार यो रेकर्डै भएन है फेरि गरौँ न रिम्याच ल ल फाइनलमा साइल पुग्यो है ल फोक्सो टेस्ट हो न हस्पिटल जानु पर्दैन बियर खाएर अनि ढुङ्गा समाउनु हो कि त्यहाँ ढुङ्गा समाएन अन्त बगाल्छ ल 1 2 3 गो ल वासल्दी पानी मुनि डुबेको फोटो के हजुर खतरा आउँछ होला यार यो हजुरबाट गरौँ होला यार आजसल्लीले उठाउनु त ए त्यहाँ पुरुषले आएर पानी छिरिआएको त्यहाँ कहाँमा आत्यो अरे अनि म त्यसै आत्यो यहाँ डल्फिनको पाराखेरि छुट्टै छ ल फाइनल हान्दिउँ न त साइल र आजसल्ली होइन सोल्टी फाइनल चाहिँ बवाल हुन्छ उसले त्यो खाली गरेर राख कम नाकमा पानी बस्यो भने पानी बसेर यहाँ कस्तो त्यही त म त्यो रातेको हो नि त डल्फिनको पारा हेर्नु डल्फिनको पारा म सासै भेट्दिनँ भनेर बसिरहेको थिएँ कस्तो गाह्रो भएको है एकैछिन साइल फाइनल फाइनल पानी ल फाइनलिस्ट हाम्रो साइल मगर भर्सेस खाइदिने हो दाइ जसको ल कमन चल्ली ल ल ल आम्मा ल ल ल साइल पोजिसनमा बस न ल 1 2 3 गो साइल चाहिँ उता बस्नु पर्ने हो है यो राउन्ड अफ 3 हान्नु पर्ला जस्तो
बिदा निस्किन कि हामी त जाम होला है ओए ओए तामा त उता के हो डिबेटै गरे त हो या आमा ओ बिजी निस्किनलाई ल प्राइज दिउँ न त सोल्टीलाई साइल उता प्राइज छ त्यो ठुलोवाला देऊ त आज सोल्टीलाई प्राइज अब म त चिलीमा हान्नु मन लाग्यो वर्ल्ड कप जित्ला जस्तो अर्जेन्टिनाले योपालि नि पौडी खेल्यो क्या अन्त झन् सोल्टी प्राइज गर्नु न पहिला प्राइज पनि छ कि यहाँ प्राइज पनि छ कि ऊ त्यहाँ आउँदैछ ल साहिल चाँडो ल्याउ न ल लास्टमा त आज सोल्टी पो हिरोइन भएर क्या प्राइज आउनै ढिलो होला जस्तो छ यहाँ 5 मिनट भइसक्यो यार ल ल हाम्रो पानीको राजा भनेर आशिष सोल्टीलाई चिनिन्छ ल प्राइज ल त एनाउन्स गर्ने एनाउन्स ल सिमल ढापको पानी राजा जलपरा एकै अक्टोपस आमा ओए अब चाहिँ हामी च्याम्मा जानु लाग्यो दामी छ अथवा जाम हामी नि अब ओके एडिट होइन र होला पुरै नो एडिट 0% एडिट हो यसमा ल जम ल अब चाहिँ फर्किँदै हामी ओहो के छोड्ने जम साइल अघि साइलको पछाडि बाटो चाहिँ लास्ट रहेछ भनेको अरू चाहिँ पछि आउँदै हुनुपर्छ जम साइल हेर्नु साइललाई झन् अब चाहिँ छ्याङ ल ह्याप्पी बर्थडे सोल्टी रोनाल्डो चाहिँ अहिले रेस्ट गरिरहेको छ है हापपछि छिर्नु रे जम्मा मेसी चाहिँ यहाँ ह्याप्पी ल बजायो है त ओके बजाइ ल हामी चाहिँ अब निस्किन लाग्यो बाटो यस्तो छ फेरि बाबु ल बाई हो नेक्स्ट टाइम आउँदा मकै खानुपर्छ जाम बाटो एउटा बाटो चाहिँ यस्तै केटा हो
हल्का चाहिँ बिग्रेको छ अरू ठिकै छ जे होस् पानीबाट खत्तम भएर चाहिँ बाटो चाहिँ केटाहरू चाहिँ आउँदैछ ल त्यो घिनलाग्दो बाटो नि आयो रहर जामसुल्ली यस्तो बाटो होला बल्ल राम्रो बाटो आयो मिठो लाग्यो आधी घन्टा लाग्छ होला है आधी घन्टा फाइनली बजार बल्ल बल्ल आनन्द चाँडो पुग्छ अब टाढाको एउटा बेकरीमा रकम है एउटा केक लिएर जानु केक सेक नि लियो अब घर गएर केक काट्ने अब यस्तो बजार बल्ल आइपुग्यो यार